विस्फोट भएर भक्कानिएको यो रोदन हो सिन्धुलीका दिपेश सुनवारको आमा। 4 महिनामा काम गर्थ्यो। मम्मी 10-12 लाख दिन अलरेडी छ। म अब यो अलिअलि काम गर्छु, उमेर पुगेको छैन अनि म कमाउँछु, जेठा बाटो मै हो भनेर भन्थ्यो। सन्तान कति? 2टा छोरा हो। उमेर पुगेको छैन, विदेश जान्छु अनि त्यति दिन त तिरिहाल्छ नि, 10-12 लाख दिन त तिरिहाल्छ नि भन्थ्यो। आफूलाई सम्हाल्नुहोस्। अब राज्यले तपाईँहरूको लागि पक्कै पनि केही गर्नेछ, अब जीवनयापनका लागि केही प्रबन्ध गर्नेछ पक्कै पनि है। आफूलाई सम्हाल्नुहोस्। अब जे नहुनु थियो भइसक्यो। आफूलाई सम्हाल्नुहोस्। अब राज्यले तपाईँहरूको लागि पक्कै पनि केही गर्नेछ, अब जीवनयापनका लागि केही प्रबन्ध गर्नेछ पक्कै पनि है। आफूलाई सम्हाल्नुहोस्। अब जे नहुनु थियो भइसक्यो। मेरो छोरालाई छिटै न्याय पाओस्, अर्थ त केही पनि भन्नु छैन मेरो लागि। सम्हाल्नुहोस् है।